इन्टरभ्यू लिन लागेको ए म त इन्टरभ्यू लिन लागेको तयारी अवस्थामा बसेको अगाडि गएर भन न अगाडि गएर के भन्नु दाइ केही पनि छैन ट्रक बसेको हो नि त ल ट्रक बसेको हो नि त सुरेश दाइ कस्तो सबै हल्लियो होला कता पछाडि हो सबै नै यहाँ पेट्रोल ग्यास्ट्रिक भएर माछा इराज भाइ चिप्ली गाउँ टिकटक बनाउने के भन्नुहुन्छ दाइ के भन्नु न कार्यक्रम एउटा बनाऊँ त सबै सदस्यहरू आज चिल्केस गाउँमा घुम्न आउँदैछौँ हजुर रमाइलो गर्नलाई रमाइलो गर्नुपर्छ सबै मिलेर एकदम अविस्मरणीय रमाइलो सिद्धार्थ क्लबको पूर्व अध्यक्ष सदस्य सबैजना 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 इन्जोय गर्ने मजासँग भोलि बिहान पैदल यात्रा गर्ने वाकिङ गर्ने गाउँ ठिकै छ नि त मलाई यहाँ छ नि यता अड्यो त एन्टी पर्छ दाइ ए मलाई हान्नु क्या भन दाइ बिहान यार 8 बजेबाट हिँडेको यार 3 बजिसक्यो कति हिँडेको यिनीहरूले ओ दाजुहरू मान्छे थुप्रै छ दबाई जम्मा गरेर के लाग्यो हामी त अर्कै सोचेको यार त्यहाँबाट माथिबाट त पुरा लास जलाउनु लाग्छ देखेर को 50 रुपैयाँ को 50 रुपैयाँ लो हर्दैछ त लास्टमा रहेछ
हाम्रो त छैन नमस्ते सिधै सिधै उता कति राम्रो खिचेको है सातजना हाम्रो टोइलेट आउनु भइहाल्यो नि $360 view. गर्मी हुन्छ नि टाउको खुइलिसक्यो अनि यहाँ त स्याटले हानिहाल्छ जीने के लिए कुछ देते बाबा भन्ने त्यो प्लेट लिएर के माग्न बस्नु भएको अरे बदेल बदेल हेर्ने बेला छैन बाबु यहाँ हाल्नु
भन्दा के भन्नु एकदम रमाइलो भइरहेछ है हाम्रो 31 जनाको टिम एकदमै यो सिक्लेसको रमणीय स्थल चाहिँ अवलोकन गरेर हामी इन्जोय गरिरहेछौँ। सिक्लेस पदयात्रामा चाहिँ आइरहेछौँ होइन। अब हामी चाहिँ हिँड्ने क्रम जारी छ है। सबै हाम्रो चाहिँ साथीहरू एकदम एक्साइटमेन्ट भइराख्नु भएको छ। कोही तलबाट आइराख्नु भएको छ होइन, कोही माथि चाहिँ गइराख्नु भएको छ। एकदम यो टुर चाहिँ हाम्रो लागि एकदम एक्साइटमेन्ट हुनेवाला पनि छ है। र अब चाहिँ बेला बेलामा हाम्रो टुर चाहिँ यस्तै प्रोग्रामहरू चाहिँ हाम्रो क्लबले चाहिँ राखिराख्नुपर्छ होइन भन्ने सबैको चाहना छ। ल वाह यस्तो यस्तो उकालो भने थाक्दैन। सिँढीमा चाहिँ एउटा खुट्टाले प्रेस गर्छु। हाम्रो दिनेश चाहिँ थाकेको अवस्था होइन साइड गरेको पसिना आहा तालुमा थकेर थकेर लाग्छ। अरूमा त जरा पलाएको बिस्तारै बिस्तारै जाम कि है। शीतल लगेर बसौँ न शीतल छ त्यहाँ गएपछि अर्को आउँछ। जाने हो नि हिमाल छङ्का त काँडा देखिँदो रहेछ त उता कबुची निस्किन्छ। फेरि आउने कहिले हाम्रो थकाइ मार्दै गर्छ। उनीहरूले सोध्छ कहाँसम्म भन्नु थाहा छैन। अनि हामी जति जति माथिको उनीहरूले त्यति आउँदै नभेट्यो बेला आइहाल्छ है। नदेख्यो भने तिनीहरू अस्ति पुगिसक्यो होला। कस्तो मजा फोटो खिचिसक्यो होला। एउटा फोटो ग्रुपमा हाल्नु न, त्यो अहिले पुलमा हाल्नु, सीमा बस्नु पर्यो। बल्ल हिउँ तल्के चस्मा बल्ल खाइयो।
थियो नि अन्नपूर्ण फर्स्ट सेकेन्ड थर्ड फोर्थ नामै नपाएको थियो कस्तो भयो दाइ थाकै छ रेल पो सकिनसके आइयो सकिनसकेसम्म यहाँसम्म धेरै धेरै बधाई सकिनसके यहाँसम्म आएपछि कस्तो भयो हेर्नु न भ्यू अब उसले बुझ्मी हाले दौडिनु हुनुपर्छ आफ्नो अनुहारमा घाम पार्ने नत्र गाडी आइन्छ भन्ने मैले भन्दैछु यहाँ ग्रुपमा सबैलाई समेट्न सकिन्न है ल मेलामा यता यो नि हजुर के हो हजुरको अनुहार घाम पार्न पऱ्यो क्या आमा ए हो त्यसै घमाइलो राजेश त आउनुभयो दाइ ल बधाई छ रेणु आएको छैन होइन उता जाने हो 1 घन्टा बसिन्छ होला नि यस्तो राम्रो ठाउँ यार गुड यार धेरै स्वर्गमा आइएछ होइन जिउँदै स्वर्ग आउनु पर्यो यार यस्तो राम्रो यार ल त्यही त नि के होइन यता यता खिच्यो मेरो बस्नु जानु लिदियो त ढ्याक लाएर अन्नपूर्ण हिमशृङ्खला लाएर ल भन्नु अङ्कल ल हामी सिद्धार्थ क्लब पोखराबाट एउटा हाइकिङको रूपमा सिग्लेसमा आएका थियौँ हिजो राति बाटो त्यतिकै अलिकति खतरा बाटो गाडी बाटो भयो नि खतरा थियो र हिजो रातिको बासपछि आज बिहान हामी लगभग 1.5 घन्टा उक्लेर हामी यो राइजिङ डाँडा आएका छौँ राइजिङ डाँडाको मतलब यहाँबाट रेन्ज अन्नपूर्ण रेन्ज पुरा देखिन्छ यहाँबाट जस्तो नजिकबाट देखिने लगभग हामीले त पोखरा त त्यतिकै स्वर्ग छ भनिरहनु पर्दैन विश्वमा चर्चित चाहिँ नि पर्ने के त पोखरा हो त्यसमध्ये पनि यहाँ आएपछि अन्नपूर्ण हिम श्रृङ्खला देख्दाखेरि यो यति आनन्द विभोर हुन्छ भन्नै सकिँदैन है ल सबैजना एकपटक यो जसले हेर्छ यो भिडियो एकजना यहाँ आउनु होला धन्यवाद कस्तो भइरहेछ तपाईँहरू एकदम रमाइलो एकदम रमाइलो कहाँ छोड्छु गाह्रो त आँटेसी गाह्रो हुँदैन आइयो सजिलै गाह्रो भएपछिको भ्यू हेर्नु न यहाँ कस्तो छ कति राम्रो विदेशीहरू यति हेर्न कति आउँछन् विदेशबाट खर्च गरेर हाम्रो नेपालकैलाई पनि हेर्न त आउनै पर्यो नि होइन अब यहीँ मात्रै हेर कता यही हो राइजिङ डाँडा यही हो कपुचे कापुचे रमाइलो यो जिन्दगीमा लानु के छ होइन र अर्को ग्रुपमा आउनु भयो ल कस्तो भइरहेछ दाइ एकदम दामी इजिली सोचे भन्दा सजिलो ससी दाइ कस्तो भयो ल वेलकम सबैजनालाई दाइ के भन्नु रमाइलो भइरहेछ बिहानै बिहान है भोलि त हात दियो भनिरहेको थियो गयो तल फर्क्यो ल यो राम्रो छ है यो भाइरल हुन्छ ल ल यहाँ आएको त
त्यो गीत बुझिनु तालतालमा भयो ल अब ढले ढले हैन 1 2 3 गो माता ढाले 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 त्यताबाट हिँड्दै हिँड्दै आउँछ हो त्यहाँबाट हिँड्दै हिँड्दै नमस्ते गेस्ट हाउसबाट नि ल अब बिदाई भयो अब यो तिम्रो ब्लगको चाहिँ ट्यागको समय पनि भनेर ट्यागको खिच्छ नि हुन्छ त्यहाँ हल्का खाएर ठिक छैन उसलाई नि रहर ला फेरि अब आइदिनु पऱ्यो नि त गयौँ हामी पछि फेरि भेटौँला अब कोरी जाने कोरी कहाँ हो त्यही माथि डाँडो ल कति यहाँ र यो 2-4 दिनपछि आउँछु धेरै छैन ल कोरी जाने गरेर हिँड्न सकिन्छ कति लाग्छ गाडी जाने भोट सत्य भोट चारमा नै लिएको भने पैसा दिन्छ दीपक दाइले एउटा हो देशैन पाउँदै यहाँ राख्नु त खै
गाडी हिजो तिमीले आएकै कहीँ होइन मैले तिरिरहेको छु कहाँ त्यस्तो कुरा गरेको त्यो त चलेको दिनुपर्छ नि बिचरालाई